यहाँ कुवेतमा आएर लभ परेर छोडेको गर्लफ्रेन्डलाई चाहिँ के भन्न चाहनुहुन्छ? म चाहिँ के भन्न चाहन्छु भने जहाँ छ जस्तो छ खुसी हुनु, ह्याप्पी हुनु। अब मसँग फ्युचर नदेखेर होइन, अब हुन्छ नि त मलाई छोडेर कसैसँग अब हुन्छ नि त अब राम्रोसँग आफ्नो फ्युचर सोच्नु, त्यही खुसी नै मेरो लागि त्यही खुसी हो, त्यही भन्न चाहन्छु। भनेपछि तपाईँले यो यहाँ कुवेतमा आएर लभ परेर पनि आफ्नो त्यो टाइपको गर्लफ्रेन्डलाई पनि यति माया रेस्पेक्ट गर्नुहुन्छ है? एकदमै माया लाग्छ नि, मनदेखि माया गरेको मान्छे हो नि त, त्यही भएर एकदमै माया लाग्छ। जहाँ जस्तो अवस्थामा भए पनि होइन, एकचोटि सम्झे पनि होइन, म हुन्छ नि त सपोर्ट गर्नलाई तयार के त्यतिसम्म चाहिँ हुन्छ नि त माया गर्छु। ठिक छ, जहाँ छ जस्तो छ जे भए पनि जस मेरो तर्फबाट चाहिँ फुल सपोर्ट छ, अझै पनि माया छ है। कति वर्षको रिलेसनसिप हो? 8 वर्षको रिलेसन 8 सेकेन्डमा चैट भनौँ न, त्यस्तै भएको है। हुन्छ नि त। भनेपछि तपाईँ कुवेतमा आएको सुरुवाती दिनदेखि नै लभ पर्नु भएको थियो 8 वर्षसम्म। अहिले भनेपछि तपाईँको कुवेतमा 9 वर्ष रनिङ भनेपछि तपाईँ 8 वर्षमा पनि तपाईँको सम्बन्ध टुट्यो है? एकदमै भन्नुपर्दा अब हुन्छ नि त 8 वर्षको रिलेसन 8 सेकेन्डमा चैट भनेपछि अब आफै बुझ्नु। अब हुन्छ नि त उसले अब आफै हुन्छ नि त ब्रेकअप दे भनेपछि म पनि हाँसी हुन्छ नि त, उसको खुसीको लागि होइन, म हाँसी हुन्छ भनेर हुन्छ नि त। ल उहाँको ल भुपू गर्लफ्रेन्ड उहाँलाई छोडेर जाने उहाँको मायाले हेर्दै हुनुहुन्छ भने कृपया प्लिज कमेन्ट गर्नु होला है त ल।